कहिलेकाहीँ केही चिठीहरू कहिले आफ्नो गन्तव्यसम्म पुग्दैन, तर जब ती वर्षौँपछि फर्किन्छन् त्यसले कसैको जीवन पनि बदलिदिन्छ। रातको ठिक 11 बजे पुरै गाउँ अन्धकारमा डुबेको, बाहिर चिसो हावा चलिरहेको त्यही बेला पुरानो हुलक कार्यालयको ढोका अचानक आफै खुल्यो। त्यो कार्यालय 5 वर्षदेखि बन्द थियो। गाउँका मानिसहरू भन्थे त्यो ठाउँमा राति कोही जानु हुँदैन, किनकि त्यहाँबाट कहिलेकाहीँ कसैको रोएको आवाज सुन्थ्यो। तर आरबलाई यस्तो कुरामा विश्वास थिएन। उनी गाउँमा नयाँ शिक्षक बनेर आएका थिए। सादा जीवन, कम बोल्ने बानी र आँखाभित्र गहिरो थकान थियो। त्यो रात उनी विद्यालयबाट फर्किँदै थिए जब उनको नजर अचानक त्यो खुल्ला ढोकामा पर्यो। भित्र बत्ती बलिरहेको थियो। आरब अचम्म मान्दै भित्र पसे। धुलोले भरिएको कोठा, पुराना चिठीहरू र बिचमा एउटा वृद्ध महिला बसिरहेकी थिइन्। उनले टाउको नउचाली भनिन्, "तिमी ढिलो आयौ।" आरब झस्किए। वृद्धले एउटा पुरानो काम उनको हातमा दिइन्। "यो चिठी आजै पुग्नुपर्छ, नत्र फेरि 1 वर्ष कुर्नुपर्छ।" आरबले खाम हेरे। त्यसमा लेखिएको थियो, "माया।" तर तलको ठेगाना पुरै मेटिएको थियो। "यो कसलाई दिने?" आरबले सोधे। वृद्धले बिस्तारै मुस्कुराउँदै भनिन्, "जसले अझै पर्खिरहेकी छ।" त्यसपछि अचानक कोठाको बत्ती निभियो। आरब डराएर मोबाइलको बत्ती बाल्छन्, तर त्यहाँ कोही थिएन। कुर्सी खाली थियो। कोठाको फेरि सुनसान। उनको हातमा केवल त्यो चिठी बाँकी थियो। भोलिपल्ट गाउँभरि उनले माया नाम खोजे। धेरैले टाउको हल्लाए, कसैले चिनेनन्। तर एउटा बुढो मान्छे अचानक रोकियो। उनले डराएको सुरमा भने, "तिमीले त्यो नाम कहाँ सुनेको?" आरबले सबै कुरा सुनाए। बुढो केही बेर चुप लागे, अनि बिस्तारै भने, 25 वर्ष अघि यो गाउँमा माया नामकी एउटी युवती थिइन्। उनी हरेक दिन हुलक कार्यालय आउँथिन्, कसैको चिठी पर्खेर। तर त्यो चिठी कहिले आएन र एक दिन उनी हराइन्। आरबको शरीर सिरिङ्ग भयो। त्यो रात फेरि उनी त्यही कार्यालय पुगे। यसपटक ढोका आफै खुल्यो। भित्र उही बत्ती, उही चिसो हावा, तर टेबलमाथि एउटा फोटो थियो। फोटोमा एउटा युवती मुस्कुराइरहेकी थिइन्। फोटोको तल लेखिएको थियो, "माया 1999।" आरबको हात काम्न थाल्यो, किनकि त्यो फोटोको पछाडि सानो अक्षरमा लेखिएको थियो, "म फर्किन्छु, पर्खिरहनु।" अनि हस्ताक्षरमा लेखिएको नाम देखेर उसको सास रोकियो। त्यहाँ लेखिएको थियो, आरब।